प्रमोट गर्न र प्रिजर्भ गर्नलाई यो इनिसिएटिभ ल्याएको हो शालिक भन्ने हैन। यस अन्तर्गत चाहिँ हामीले के गर्छौँ भने जति पनि मूर्तिहरू छ, मन्दिरहरू छ हाम्रो अथवा कुनै पनि रिलिजियस पार्टहरू छ अथवा रिलिजियस प्लेसहरू छ त्यहाँनिर चाहिँ अब कतिपय के भइरहेछ भने मूर्तिहरू हराइरहेछ, लिपिहरू अस्तिको आन्दोलनमा जसरी चलिरहेछ अथवा केही कारणले बस लिपिहरू हराइरहेको छ हैन। त्यो अबको दिनमा चाहिँ नहोस् है भनेर हामीले चाहिँ इनिसिएटिभ चलाएको हौँ। जस्तो अब तपाईँले यो मूर्ति हेर्नु भयो भने यो मूर्ति नेपालमा चोरी भएर 37 इयर्स पछाडि मात्रै नेपालमा रिटर्न ब्याक भएको होइन। यसको नाम लक्ष्मी नारायण हो यो मूर्तिको। अमेरिकाबाट आएको? हजुर, माओवादीकालमा हराएको मूर्ति अहिले स्थापना भएर आफ्नो ठाउँमा आइपुगेको छैन। अब यसको बारेमा इन्फर्मेसन चाहियो भने हाम्रो पोर्टलमा आएर तपाईँले सिम्पली इमेजलाई ड्रप डाउन गर्नुभयो अथवा हाम्रो एपले लिएर स्क्यान गर्नुभयो भने यसको इन्फर्मेसन सबै आउँछ होइन। यसको नाम भयो, डिस्क्रिप्सन के छ, त्यस पछाडि एट्रिब्युट्सहरू कसको देउताहरू हो, लाइक कसले मान्ने देउताहरू होइन, रिलिजियस सेगमेन्ट अनि सिग्निफिकेन्सहरू के छ, कल्चरल सिग्निफिकेन्स, साइन्टिफिक सिग्निफिकेन्स। तपाईँहरूको डाटा सेट चाहिँ कसरी कभर गर्नुभयो त? हामीले डेटा सेटहरू चाहिँ के गर्छौँ भने जति पनि नगरपालिकाहरू हुनुहुन्छ, वार्डहरू हुनुहुन्छ अनि त्यहाँबाट के हुन्छ भने मन्दिरमा पनि ट्रस्ट हुन्छ। जस्तो पशुपति विकास कोष हुन्छ होइन, उहाँहरूसँग हामी समन्वय गरेर उहाँहरूको पुजारीहरू हुनुभयो अनि हाम्रो रिसर्चरहरू चाहिँ के गर्नुहुन्छ भने त्यहाँ गएर सबै डेटाहरूलाई भेरिफाई गर्नुहुन्छ। त्यहाँको डेटाहरू के छ, अनलाइनमा एभिडेन्स के छ, त्यसलाई समक्ष रूपमा लिएर उहाँहरूसँगै बसेर डेटा लेख्नु। अनि तपाईँको त के अरे यो स्ट्याचुहरू त डुप्लिकेट पनि हुनसक्छ, आई मिन यस्तै खालको स्ट्याचु अर्को पनि हुनसक्छ, कसरी चिन्छ एआईले? लाइक एआईले चाहिँ हाम्रो स्ट्याचु डिटेक्ट गर्ने हो होइन सर, ओरिजिनालिटी हो कि होइन भनेर हामीले डिस्क्रिप्सनमा गर्छौँ, बेस गर्छौँ। किनभने ओरिजिनल स्ट्याचु चोरी भएको छ, नेपालमा डुप्लिकेट छ भने रिसर्च ए ओके। अझै पनि नेपालमा अझ अर्को कुरा, तपाईँहरूले यसलाई ट्रेनिङ कसरी गराउनु भयो यो डाटालाई? सो यो डेटाहरू चाहिँ हाम्रो अब अहिलेको फेजमा चाहिँ हामी अहिले एकैचोटि ठुलो स्केलमा हामी वी आर नट एबल टु डु द्याट होइन। हामी अहिले स्टुडेन्ट लेभलमा छौँ। सो अहिले हामीले चाहिँ के गरिरहेको छौँ भने हामीले लोकल्ली आफै गएर फोटोजहरू लिएर गरिरहेको छौँ। बट वेन वी गो कमर्सियली अलिक ठुलो बेसमा नेपालभन्दा अरू कन्ट्रीमा जान्छौँ, वी विल युज प्रपर स्क्यानर्सहरू हुन्छ। किनभने अहिले हामीले गर्नलाई अहिले एउटा स्क्यानर 15 लाख 20 लाख वी क्यानट डु द्याट इन्भेस्टमेन्ट होइन एउटैमा। सो त्यो गर्दाखेरि हाम्रो अरू डेटा म्यानेज गर्नलाई, अरू सिस्टमहरू हाल्नलाई हामीलाई इफेक्टिभ हुँदैन, कस्ट इफेक्टिभ हुँदैन। सो वी आर डुइङ विथ। ल थ्याङ्क यू शालिक।